What everyday challenges do women civil servants experience that their male counterparts might not? Okay, challenges of female vis-a-vis male counterpart होइन अब यसलाई यसरी हेर्नु पर्ला जस्तै मैले चाहिँ अब राम्रो पक्षबाट नि स्टार्ट गर्ने हो भने मैले चाहिँ के देख्छु भन्दाखेरि सिभिल सर्भिसको एउटा राम्रो पक्ष जुन चाहिँ नि निजी क्षेत्र या त तपाईँको इन्फर्मल सेक्टरमा नभएको भनेको छ नि एउटा यो सार्वजनिक क्षेत्रमा निजी यो सिभिल सर्भिसमा चाहिँ नि यो पे पेमेन्टको होइन यो चाहिँ नि एकदम इट्स भेरी क्लियर होइन जुन चाहिँ नि अब प्राइभेट सेक्टरमा त्यो पेमेन्ट कि पे ग्याप होइन जुन जेन्डर ग्याप पे ग्याप भन्छौँ नि त हामीले त्यो देखिन्छ यतातिर त्यो देख्दैनौँ होइन जस्तै मेरो तलब कति छ र मेरो काउन्टर पार्ट होइन मेल काउन्टर पार्टको तलब कति हुन्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा हुन्छ त्यो चाहिँ एउटा ब्युटिफुल पक्ष होला यो दुइटालाई कम्पेयर गर्नु पर्दाखेरि अब चुनौतीको हकमा हेर्ने हो भने महिला र पुरुषको सन्दर्भमा हेर्ने हो भने एउटा त मैले के देख्छु भन्दाखेरि एउटा चुनौती चाहिँ नि उत्पत्ति कहाँ हुन्छ भन्दाखेरि महिलाको रोलबाट चुनौतीको उत्पत्ति भएको चाहिँ देख्छु होइन त्यो भनेको चाहिँ जस्तै हामी महिलाको रोल चाहिँ नि तपाईँको प्रोडक्टिभ रिप्रोडक्टिभ र कम्युनिटी रोल होइन जुन हामीले निभाउँदै गर्नुपर्ने हुन्छ अनि अब यो अब कामकाजी महिलाको चाहिँ अब प्रोडक्टिभ रोल होइन त्यो त रह्यो नै सँगसँगै त रिप्रोडक्टिभ र अर्को कम्युनिटी रोल पनि भयो हुनुहुन्छ होइन अब यसरी गरिराख्दा तथ्याङ्कले के पनि भन्छ भन्दाखेरि यो लेबर फोर्स पार्टिसिपेसन लेबर फोर्स सर्वेलाई नै हामीले आधार मानेर हेर्ने हो भने पनि त्यो सर्वेले के भन्दो रहेछ भन्दाखेरि महिला पुरुषको भन्दा महिलाको यो अनपेड केयरमा कन्ट्रिब्युसन चाहिँ नि 4 टाइम्स बढी हुँदो रहेछ है अब यो 4 टाइम्स बढीको अर्थ के हुन जान्छ भन्दाखेरि तपाईँले अब अफिसको काम पनि गरिराख्नु भएको छ त्यो सँगसँगै चाहिँ तपाईँसँग त्यो ब्याक अफ द माइन्ड यति धेरै कि घरको जिम्मेवारीहरू पनि त्यतिकै रहिरहेको हुन्छन् होइन तपाईँको अरू रोल्सहरू पनि अनपेड केयरको रोल्सहरू पनि अनि घरमा गएर खाना पकाउनेदेखि लिएर घरको व्यवस्थापन गर्नेदेखि लिएर होइन बच्चाको स्याहारदेखि लिएर सबै रोल्सहरू रहिरहेका हुन्छन् होइन अब तपाईँको घरमा चाहिँ त्यो एकदमै बुझ्ने होइन एकदमै वेलकमिङ तपाईँको घरको इन्भाइरोमेन्ट छ भने त्यसले तपाईँलाई हेल्प गर्ने भयो नट नेसेसरीली त्यो सबैलाई हुन्छ भनेर होइन अब त्यो नहुँदाखेरि अब उसले त्यो अफिसमा गर्ने होइन उसको गर्ने पर्फर्मेन्समा त त्यसले अलिकति फरक पार्ने भयो नि त होइन त्यहाँ चाहिँ नि एउटा मेल र फिमेलको रोलमा या त उसको त्यो रोलको फरकले पनि फरक पारेको पनि हामीले देख्छौँ होइन अब यो सबैलाई चाहिँ हामीले स्टिकी फ्लोर हुन्छ कि फिमेलको लागि होइन यो अनपेड केयर इकोनोमीले गर्दाखेरि अब यसको कन्सिक्वेन्स कहाँ पर्ने भयो भन्दाखेरि उसले गर्ने पर्फर्मेन्समा पनि पर्ने भयो अनि उसलाई अफिसले हेर्ने उसको दृष्टिकोणमा पनि पर्ने भयो होइन अफिसले पनि उसको यति धेरै जिम्मेवारी छ उसले गर्न सक्दछ त भनेर एउटा ट्रस्ट इस्युमा पनि पर्ने भयो जुन चाहिँ नि उसको मेल काउन्टर पार्टलाई त्यो प्रब्लमबाट जानुपर्छ भन्ने चाहिँ रहँदैन हुन त उहाँलाई पनि त्यो वर्क लाइफ ब्यालेन्सको त्यत्तिकै चुनौती चाहिँ नरा भन्ने चाहिँ सकिँदैन तर फिमेललाई चाहिँ त्यो बर्डन चाहिँ अझै बढी चाहिँ हुन्छ होइन एउटा यो भयो अनि अर्को चाहिँ कस्तो रहेछ भन्दाखेरि यो मैले कतिजनाको इन्टरभ्यू गर्दाखेरि पनि यो रिसर्च गर्दा पनि देखेको प्रायःले भन्ने भनेको यो इन्फर्मल नेटवर्किङ भन्नुहुन्छ कि जुन चाहिँ एकदमै ठुलो इम्पोर्टेन्ट रोल खेल्छ होइन इन्फर्मल नेटवर्किङ तपाईँले कति साथीहरूसँग अफिस टाइम बाहेक पनि उनसँग ह्याङआउट गर्नुहुन्छ होइन कुराकानी गर्नुहुन्छ होइन किनभने त्यो इन्फर्मल सेटअपमा पनि अफिसका कुराहरू बुझ्ने होइन अवसरका छलफलहरू गर्ने होइन अनि त्यसपछि अरू अरू बारेमा जानकारी गर्ने पर्सपेक्टिभ एनलार्ज गर्ने स्कोप पनि रहन्छ तर यो हाम्रो जुन यो अनपेड केयर इकोनोमीको बर्डन होइन अनि त्यसपछि उहाँको यो अरू रोल्सहरू रिप्रोडक्टिभ र कम्युनिटी लेभलको रोल्सले गर्दाखेरि इन्फर्मल नेटवर्किङलाई मैले त समय नै दिन पाइरहेको हुँदिनँ म त अब अनि अर्को चाहिँ अब पहिलेदेखिको त्यो कल्चर पनि हुन सक्ला होइन त्यसले गर्दाखेरि सायद त्यहाँबाट पनि उहाँ चाहिँ अलिकति पुरुष काउन्टर पार्टभन्दा फरक पनि हामीले चाहिँ देख्न सक्दछौँ एउटा त्यो पनि भयो होइन अनि अर्को चाहिँ म्याटर्नल वाल भन्छौँ होइन यो उसमा यो रिप्रोडक्टिभ रोलले गर्दाखेरि उसलाई पर्सिभ गर्ने होइन
ल उसको सानो बच्चा छ या उसले गर्न सक्दैन भने एजम्सनै गरेर होइन, उसले गर्न सक्दैन भने एजम्सन गर्ने विदाउट आस्किङ होइन, गर्न सक्छ कि सक्दैन, या त उसले त्यसलाई किनभने तपाईँले काम गर्ने भनेको त कति तपाईँको लागि त्यो अपर्च्युनिटी टु ग्रो पनि हो होइन, त्यसलाई नि सुरुमै डिनाइ गरिदिने त्यस्तो पनि हामी चाहिँ देख्छौँ। त्यो पनि एउटा च्यालेन्जको रूपमा जुन महिलाले चाहिँ अझै बढी भोग्नुपर्ने पुरुष साथीहरूलाई चाहिँ त्यो नदेखिने कुरा पनि हुन सक्यो। एउटा पाटो चाहिँ यो देख्छु मैले। अनि अर्को बाटो पनि अब मैले धेरै छलफल गर्दाखेरि पनि सुन्दै आएको विषय भनेको चाहिँ त्यो ट्रस्ट इस्यु है। ट्रस्ट इस्यु म तपाईँलाई सानो एउटा इक्जाम्पल नै दिन्छु होइन। मैले एउटा रिसर्चकै सन्दर्भमा यो फिमेल लिडरसिप को पर्सपेक्टिभ लिभड एक्सपिरियन्सको अध्ययन गर्दै थिएँ। अनि एकजना अहिले त नेपाल सरकारको सहसचिव हुनुहुन्छ, उहाँले सिडिओको भूमिका निर्वाह गर्दै सन्दर्भको एउटा मलाई घटना सुनाउनु भएको थियो होइन। पहाडी जिल्लामा उहाँ सिडिओ भनेर उहाँलाई रेप्युट गरेर पठाउँदै जाँदाखेरि चाहिँ एकचोटि के भएको रहेछ भन्दाखेरि पहिला त महिला सिडिओ आउँछ भन्ने कुरा नै एउटा त प्रश्न भयो नै। अनि अब सिडिओले त तपाईँको त्यो जिल्लाको नै हेर्नुपर्ने अवस्था हुन्छ होइन। उसको जिम्मेवारीमा चाहिँ कहीँ केही भयो भने पुलिसहरूसँग सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने चाहिँ हुन्छ। अनि एकचोटि चाहिँ त्यहाँ त्यस्तै साँझ पखको एउटा कुनै घटना हुँदाखेरि चाहिँ उहाँलाई चाहिँ खबर गरिएनछ कि। अनि भोलिपल्ट उहाँले प्रहरीलाई मलाई किन तपाईँले भन्नु भएन त भनेर सोद्धाखेरि प्रहरीबाट के उत्तर आयो भन्दाखेरि यति राति भइसक्यो थियो, तपाईँलाई अब राति किन डिस्टर्ब गर्ने भनेर चाहिँ भन्नुभयो अरे होइन। त्यो भन्दाखेरि चाहिँ अनि म्याडमले के भन्नुहुन्थ्यो भन्दा यो त मेरो महिलाकोले गर्दाखेरि चाहिँ मैले पाउने मलाई रोलमा पनि उहाँहरूले चाहिँ फरक रूपमा चाहिँ हेर्नुभयो भन्ने चाहिँ उहाँको थियो। एउटा काइन्ड अफ द ट्रस्ट डिफिसिट होइन, बिकज बिङ फिमेल होइन, त्यो पनि हामीले देख्दो रहेछौँ। जुन चाहिँ पुरुष साथीलाई चाहिँ नि त्यो पुरुष काउन्टर पार्टलाई चाहिँ त्यो त्यसरी चाहिँ ब्याउनु पर्ने स्थिति चाहिँ हुँदैन होइन, एउटा त्यो पनि भयो। अनि अर्को चाहिँ एकदमै हामीले फिल गर्ने भनेको र धेरै आउने इस्यु भनेको चाहिँ सम्बोधनको इस्यु पनि हुँदो रहेछ कि कसरी हामीले एड्रेस गर्दो रहेछ, पब्लिकले कसरी पर्सिभ गर्दो रहेछ होइन। यसमा पनि उहाँहरूकै लिभड एक्सपिरियन्समा पनि हामीले के देख्छौँ भन्दाखेरि महिला छ भने त्यहाँ ऊ माथिल्लो पोजिसनमा छ भने पनि उसलाई सम्बोधन गर्दा दिदी, बहिनी या त चेली भन्ने टाइपको सम्बोधन आउँछ भने पुरुष छ ऊ अलिकति तल्लो पोजिसनमा छ भने उसलाई चाहिँ सर भनेर सम्बोधन आउँछ कि, यो सर भर्सेस दिदी होइन। अनि यसले पनि अनि उहाँले के भन्नुहुन्छ भन्दाखेरि म त यो म्याडम भन्नको लागि त मैले यति धेरै आर्जेर आएको छु नि त, मेरो त जर्नी त्यति सजिलो त थिएन, यत्रो सङ्घर्ष गर्दै पढ्दै गर्दै यहाँसम्म आएर त म त फेरि दिदी पो हुन पुगेँ त। यति गरेर पनि मलाई त आई वान्ट टु हियर द्याट वर्ड म्याडम भन्ने होइन, आई वान्ट द्याट प्रोफेसनल रेस्पेक्ट होइन, त्यो चाहिँ मैले पाउँदिनँ, त्यो त मैले माग्नै पर्ने हुन्छ भन्ने। त्यो पनि सायद त्यो सोसाइटीले हेर्ने पर्सपेक्टिभ पनि भयो। त्यो अब पुरुष काउन्टर पार्टमा चाहिँ त्यो नदेखिन सक्दछ। अनि अर्को भनेको चाहिँ नि यो माइक्रोस्कोपिक स्क्रुटिनी है, त्यही काम चाहिँ नि पुरुषले गर्दाखेरि चाहिँ नि त्यति धेरै प्रश्न सोधिन्छ कि सोधिन्न, मैले गर्दा चाहिँ अझ बढी प्रश्न सोधियो भन्ने पनि कुरा गर्नुहुन्छ होइन। हरेक कुरामा चाहिँ जस्टिफाई गर्नुपर्ने होइन, प्रश्न सोधिने र मैले गर्दाखेरि चाहिँ नि यो पुरुष साथीले गर्दा चाहिँ नि उसले गरेको भन्ने हुन्छ, मैले गर्दा त तपाईँ महिला वर्ग नै आउने भयो कि त्यहाँ महिला भएर यस्तो भएको भन्ने कुरा आउने भयो। त्यही भएर अलिकति माइक्रोस्कोपिक स्क्रुटिनी पनि अलिकति बढी छ कि भन्ने पनि छ होइन। अहिलेलाई चाहिँ मैले च्यालेन्जेसमा यही नै राखेँ, मेबी पछि क्वेसनमा पनि हामी हेरौँला।